Happy New Year! Hello everyone, Lasso Fafula, good morning, Happy New Year! Bobina, Happy New Year! आज चाहिँ Happy New Year, त्यही भएर हामी चाहिँ अब बौद्ध जानको लागि रेडी भइरहेछौँ होइन अनि हामी गएर त्यहाँ कोरो गरेर आउँछौँ अनि त्यसपछि हाम्रो प्लान छुट्टै छ मेरो बहिनी रेडी हुँदैछ अनि यहाँ चाहिँ बल्ल बल्ल उठेर मेरो बहिनी किनकि छैन अब चाहिँ हामी जान्छौँ होइन यहाँ रेडी हुँदैछन् मेरो बहिनी खै छ्यामा कता हुनुहुन्छ यतै हुनुहुन्छ छ्यामा अहिले चाहिँ हुनु न ओके बाई बाई अब हामी बौद्धतिर गएको भिडियो नि यसो क्लिप क्ल्याप गर्छौँ ल अहिले लाग्यो बाई 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 यहाँ मेरो छोरीको चाहिँ छुट्टै छ पारा आज चाहिँ हामी आमा छोरी बक्खु लगाएर हिँडेको टेन्टेन यता हेर्न छोरी के हो मामले कसरी ढोग्नुहुन्छ त्यसै गरी ढोग्ने हातले हामी चाहिँ हिँड्यौँ लल्नी जारू हेलो अब चाहिँ हामी यहाँ चोकतिर आइपुग्यौँ अब यहाँ गाडी चढेर जाने हो अनि त्यसपछि आजको हाम्रो दिन सुरु भयो अनि मेरो चाहिँ फेरि धेरै टाइम छैन नि धन्न मलाई आज बिदा दियो र यहाँ छोरीसँग जोस् बौद्ध घुम्न पाएँ ओ अनि यसो यहाँ अब हामी चाहिँ रोड क्रस गरेर जान्छौँ म चाहिँ 2 बजे फेरि पुग्नुपर्छ ड्युटीमा कस्तो गाडी आएको यार अब चाहिँ हामी यहाँ रोड क्रस गरिरहेको छौँ यता यस्तो सानो यो लिउ न खै ढोका के गरौँ ढोका ओहो हामी चाहिँ यहाँ बौद्ध पार्कमा पनि आयौँ हजुरहरू जानुहोस् न अगाडि वाउ कस्तो राम्रो देखेको है उता हेर न उता यस्तो दामी भ्यू देख्ने रहेछ बाबा अनि यो भ्यू सँगसँगै हाम्रा क्युटिफाईहरू यता छन् कति राम्रो देखेको यो यता हेर त हेलो वाउ कति फिस त मरेको छ जस्तो है के मलाई त्यस्तै लाग्यो यो कति भयो
चाहिँ बौद्धबाट आएर पनि अब हाम्रो खाजा सुरु भयो आजको खाजा ल अब ह्याप्पी न्यू इयर भनौँ अब हजुरले त ह्याप्पी न्यू इयरमा घाउ बनाइहाल्नु भयो न्यू इयरको दिन चकचक गरेर हातमा घाउ भयो रगत आउँदा कस्तो हुँदो रहेछ बबिना आतिदो रहेछ हो यो मुटु फुल्ला जस्तो भयो हो कि न अबदेखि चकचक नगर्ने झन् बिहान बिहानै ऊ भयो है उनले गाली लगाउनु पर्यो ल है नयाँ वर्षदेखि नै गाली सुरु भयो त नि के झन् यसपालि त के हो लेलो थ्याङ्क यू कति रहेछ मिलन मामाको नि ल्याउनु दाइ ह्याप्पी न्यू इयर खाजा खाएर अब रेडी हुँदैछौँ होइन अब बौद्ध जाने भनेर सबैजना मेरो छोरी त्यहाँ फेरि नक्कल पारेर कम्ताको छैन मेरो छोरी ल अब हामी चाहिँ गाडीमा चढेर हिँडिसक्यौँ अब थकाली सेट खानको लागि लाग्यौँ होइन अब हामी यहाँ पुगी पनि सक्यो यति राम्रो रहेछ होइन क्या शान्त के यति दामीवाला भ्यू रहेछ है यहाँको ठाउँ चाहिँ जे होस् बस्ने ठाउँ फ्यामिलीको लागि चाहिँ एकदम दामी मेरो क्युट बहिनीको हाँसो सुन्नुहोस् हामी चाहिँ गएर अब टेबलतिर बसिसक्यौँ अब यहाँ मेनु हेर्दै हुनुहुन्छ दाइले चाहिँ अनि बहिनीहरू चाहिँ यताउता हेर्दैछन् यताउता नजर डुलाएर अनि फेरि मेरो छोरीको छुट्टै पारा यति ह्याप्पी छैन कि थिएन यति उफ्रिरहेछ खुसीले गदगद भएर होइन अनि यति छन् रमाइलो भइरहेछ यहाँ एकदम अनि यहाँ मेरो बहिनीहरू सेल्फी हानिरहेछ ओ यति राम्री राम्री बहिनीहरू छन् मेरा लै कति राम्री देखेको क्या फेरि बाबा हामीले चाहिँ चिसोमा चाहिँ लस्सी खाने भनेर अब लस्सी मगायौँ होइन आइसक्यो लस्सी चाहिँ तर खाना चाहिँ आएको छैन खानाको लागि चाहिँ वेटिङमा बसिरहेको छ तर मेरो छोरी चाहिँ यति उफ्रिया छैन कि यति उफ्रिया छैन लै अब चाहिँ हामी एकछिन फोटोसोटो खिच्नको लागि यहाँ तल झऱ्यौँ वाउ ह्याप्पी न्यू इयर ऊ लेखेर आएछ ह्याप्पी न्यू इयर उता हो राम्रो रहेछ यहाँ चाहिँ ओ यहाँ चाहिँ हाम्रो फोटो कार्यक्रम भइरहेछ टेन हेलो हाम्रो थकाली सेट चाहिँ आइसक्यो हुन्छ दाइ यसपालिको हाम्रो न्यु इयर चाहिँ यसरी थकाली सेटबाट सुरु भयो रमाइलो भयो फ्यामिलीसँग टन्न मजाले बसेर खाना खायौँ एकदम रमाइलो भयो हाम्रो चाहिँ यसरी नै गइत्यौँ हजुरहरूको पनि रमाइलो नै भयो होला र सबैलाई ह्याप्पी न्यु इयर अब चाहिँ सक्यो ल बाई बाई मैले चाहिँ यहाँ फोटोहरू खिचेको थिएँ यही फोटोलाई चाहिँ मैले यहाँ राखेको होइन अब यसपालिको न्यु इयर चाहिँ यसरी सुरु भयो यसरी नै ह्याप्पी भएर यो सालभरि कटोस् अनि यसरी नै सबैजना खुसी भएर बस्न पाऊँ वान्स सेकेन्ड ह्याप्पी न्यु इयर आरु अन्त अनि दाई अनि मेरो छोरी सबैजनासँग यसपालि चाहिँ रमाइलो गऱ्यौँ धेरै नै खुसी लाग्यो जे होस् हामीले चाहिँ सानो सानो कुराहरूमा पनि धेरै क्याप्चर गरिरहेछौँ अनि धेरै रमाइलो गरिरहेछौँ धेरै खुसी लागेको छ जे होस् खुसी लेखेको रहेछ थोरै थोरै भए पनि होइन रमाइलो गऱ्यौँ अब यसपालिको चाहिँ यही भयो ह्याप्पी न्यु इयर बाई बाई